पेसेन्टहरूलाई एउटा बोल्ने क्षमता हुँदैन, हिँड्ने क्षमता हुँदैन, त्यो पेसेन्ट फेरि जाने प्राइभेट हस्पिटलमा र त्यहाँबाट सिटी स्क्यान गराएर यहाँ आउने। सिटी स्क्यान अफिसमा यसरी 2 महिनादेखि तल्चा झुन्डिएको छ, तर कसैले माने मतलब छैन। यहाँको पेसेन्ट मर्ने कि जिउने त्यो पनि थाहा छैन। यहाँ सुत्ने बेड पनि एभाइलेबल छैन यहाँको पेसेन्टहरूलाई, भुइँमा सुत्नु परिरहेको छ। रातिको 10:30 हुँदैछ। जनकपुरको यो प्रादेशिक अस्पतालमा यहाँ उपस्थित छौ। यहाँ किन उपस्थित छौ भन्दाखेरि यो अस्पताल नामले छ, कामले छैन। यो औषधि यसमा एभाइलेबल छ कि छैन? भर्खर एकछिन अगाडि पेसेन्ट आउँदाखेरि तपाईँले भन्नुभयो यो औषधि छैन। दवाई एलेन एभाइलेबल है? नहीं यही में नहीं भेटे, बाहर दवाई भेट्दैन है। दर्शकबिन, यो मध्य प्रदेशको राजधानी जनकपुर धाममा यो प्रादेशिक अस्पतालमा एकदमै ठुलो ठुलो भवन छ। एकदमै हेर्दा लाग्छ कि एकदम भिआइपी यो हस्पिटल छ, सरकारले यसमा खुब लगानी गरेको छ। यस्तो लाग्छ कि यहाँ आउने बित्तिकै ठुलो ठुलो भवन छ, ठुला ठुला डाक्टर पाउला। हामीले पेसेन्ट आइसकेपछि यहाँ निकै उपचार राम्रो हुन्छ र एकैछिनमा हामी तुरन्त राम्रो हुन्छ भन्ने आशाले यहाँ आउँछ। तर यहाँ आइसकेपछि जब पेसेन्ट बेडमा सुत्छ उपचार गराउनको लागि भने त्यो पेसेन्टलाई थाहा छैन कि यसमा मेरो औषधि पाउँछ कि पाउँदैन। बाहिर गएर ल्याब गराउनु पर्छ हैन। यहाँ एकदमै ठुलो ठुलो भवन छ। बाहिरबाट पेसेन्ट हेर्दा र कुनै पनि मान्छे हेरिसकेपछि भन्छ कि वास्तवमा हाम्रो नेपाल सरकारले स्वास्थ्यमा खुब लगान गरेको छ। तर जब भित्र आएर हेर्नुहुन्छ भने हाम्रो नेपाल सरकारले यही लगान गरेको छ मध्य प्रदेशको प्रादेशिक अस्पतालमा। यो सिटी स्क्यानको यो अफिस किन बन्द गरेर 2 महिनादेखि तल्चा थन्च्याएर राखेको छ? सिटी स्क्यान बिग्रियो यहाँको। सिटी स्क्यान बिग्रेको छ भने त्यसलाई मर्मत गराउनु पर्छ कि त्यसमा तल्चा थन्काएर राख्नु? अब यसको उता हजुरलाई हाम्रो मिसी सरले दिनुहुन्छ, माथि सोध्नु पऱ्यो अफिस खोल्यो भने। म यहाँको रेसिडेन्ट डक्टर भएँ, मलाई सिटी स्क्यानको बारेमा कहिले भन्छ त्यो थाहा भएन। म भन्छु कि यहाँ चाहिँ मेडिसिन आउँछ, अस्पतालमा आउँदैन। आउँछ कहाँ गइहाल्छ फेरि? त्यो त मलाई एउटा गज पिस पनि पाउँदैन यो अस्पतालमा। अस्पतालमा दबाई पाउँछ, गज पिस पनि पाउँदैन। गज पिस पनि पाउँदैन। यो सबै खाटमा हेर्नु न उडिस छ। उडिस खाडीमा उडिस छ। यो बस्ने ठाउँमा उडिस छ। म सरकारलाई विनम्र अनुरोध गर्न चाहन्छु, तपाईँले स्वास्थ्यमाथि यति लगान गर्नुहुन्छ तर त्यो लगान अहिलेसम्म कहाँ गइरहेको छ? रिपोर्टहरूमा क्लियर दिइरहेको छैन। कुनै कुनै रिपोर्टमा के गर्छ, पोजिटिभको नेगेटिभ बनाइदिन्छ, नेगेटिभको पोजिटिभ बनाइदिन्छ। यहाँ ल्याबको कमी कमजोरी छ। अरू यता थोरै पैसा लाग्ने जस्तै क्यापेसिटरहरू बदलाउनु पर्छ, लाइटहरू ठिक गराउनु पर्छ, त्यस्तो त्यतातिर प्रशासनको ध्यान गएको छैन। मतलब कोनो चीज जाइ छै कहले त झटकारे के बजे है। वो डॉक्टर रहले कि कंपाउंडर रहले है वो हम नहीं पहचाने छी कि हमरा पत्नी के जैसे डिलीवरी केस रहले है तो ओकरा जैसे डिलीवरी केस में ओकरा चेक कल के हॉट के बच्चा के तो ओहिठाम हमरा रहले पकड़ा देने की तो वो पकड़ा देने रहले है तो हम ओकरा पकड़ लेने छलिए। हम कहले कुर्सी लबै छी, दिक्कत होई खराब भेल जब बैठ के हम पकड़ब तो वो अली वो किनका देर पकड़ के धैलकी तो कह रही रे इनिया न जब हम तोहर नौकर छी हम पकड़ने रही कि पकड़बे। वो हमरा यहाँ बात कहल के अस्पतालको डॉक्टरले म तेरो नौकर हूं भन्ने शब्द प्रयोग गर्यो। हाँ कि हम तोहर नौकर छी से तू हमरा धैने से जल्दी पकड़। दर्शकबिन यही भन्छ अस्पताल में हमें ये की करे के लागी, हम ओकर नौकरी करे के लागी आयल छी कि हम डॉक्टर के हम अथी करबै कि हम अपना हम अथी के देखबी नहीं। ये बात हमरा बहुत खराब लागल, तखनी से बात के हम सोचे छी कि एहन बात ये खराब बात है। एउटा मुकेश नाम भन्ने व्यक्ति कर्मचारी हुनुहुन्छ, यही प्रादेशिक अस्पतालको आउनुहुन्छ। जब उहाँसँग यहाँका सेवाग्राहीले उहाँसँग कुरा गर्यो त उहाँले भन्नुभयो कि 2 महिनादेखि बिग्रिएको छ। अब बिग्रिएको छ कि के छ, तल्चा किन हानिएको छ भन्ने विषयमा म प्रश्न गर्न चाहन्छु। यदि बिग्रिएको छ भने 2 महिनादेखि त्यो बिग्रिएको भने किन बिग्रिएको, त्यसलाई मर्मत गराउनु पर्छ कि पर्दैन? सरकारले यस्तो स्वास्थ्यमाथि लगान गरिरहेको छ, यो लगानलाई खेलबाड किन बनाउनु भइरहेको छ? यस प्रादेशिक अस्पतालका म महानुभाव डाक्टरज्यूहरूसँग सोध्न चाहन्छु, तपाईँले स्वास्थ्यसँग के गर्दै हुनुहुन्छ? यदि सरकारले यहाँ लगान लगाइरहेको छ भने त्यो लगानलाई जनताको ठाउँमा राम्ररी पुगाउनुहोस् न। यहाँ उपचार गराउन आउँछ, एमआरआई गराउनु भन्छ, सिटी स्क्यान गराउनु भन्छ। यहाँ मेसिन बिग्रेको छ, नभएको कारणले त बाहिर जानुपर्छ। यहाँ भइदियो भने राम्रो हुन्छ के। सिटी स्क्यानको रिपोर्ट बाहिरबाट लिएर आउँछन् अनि यहाँ उपचार गराउँछन्। 2 महिनादेखि बन्द छ, तल्चा छन्काएर राख्नु भएको छ। अझै कति दिन बन्द हुने हो त्यो थाहा भएन। कोनासम्म बहुत कचरा जहाँ तहाँ एक। हजुर यहाँ को हुनुहुन्छ? हम स्टाफ पछि सरसफाई करे वाला। सरसफाई करे वाला तपाईँ सरसफाई गर्ने हो? एकछिन मसँग आउनुहुन्छ। उहाँ यो प्रादेशिक अस्पतालको सरसफाई गर्ने कर्मचारी हुनुहुन्छ। मध्य प्रदेशको प्रादेशिक अस्पतालको यो शौचालय छ। यहाँ पानी जाम छ, यहाँ पानी जाम छ। हेर्नुहोस् यो पानी जाम छ, यसलाई सरसफाई गर्ने कि नगर्ने? मध्य प्रदेशको प्रादेशिक अस्पताल हो। हेर्नुहोस् हेर्नुहोस् यो अवस्था हेर्नुहोस्। पानी यहाँबाट बग्न सकिरहेको छैन र यो कुन अवस्थामा छ यहाँ म तपाईँले देखाउन चाहन्छु। प्रादेशिक अस्पतालको यहाँ पानी, हजुरले यो सरसफाई कति दिनमा गर्नुहुन्छ?
सब दिन सब दिन गर्नुहुन्छ तैपनि यस्तो किन छ आदमी सबके चापे त्यसो कति करी जाता मन ठिक छ प्लास्टिक फालिदिइसकेपछि त्यो सुन्नु न प्रादेशिक अस्पतालको शौचालयको अवस्था हेर्नुहोस् पेसेन्ट एउटा गम्भीर अवस्थामा हुन्छ तर त्यो गम्भीर अवस्थामा भए पनि उहाँहरूले कसरी यहाँ दिशा पिसाब फेर्ने म प्रश्न गर्न चाहन्छु यो काउन्टर खाली छ यति घन्टा भइसक्यो भाइ यतिकै बसिरहेछ घाउ लिएर बसिरहेछ अनि भन्छ पुर्जी लिएर आउनु पुर्जी अनलाइन त्यहाँ कटाउँदैन रे अनि क्यास लिएर आउनु रे अनि ठिकै छ क्यास लिएर आउनु रे त्यसपछि आधी घन्टा फेरि गयो 1 घन्टा भयो औषधि लिएर बसेकै हो हेर्नमा यो प्रादेशिक अस्पताल एकदमै करोडौँको लगानमा बनेको अस्पताल हो र यसमा वास्तवमा हेर्दा यस्तो लाग्छ कि यहाँ पेसेन्टहरू एकदमै राम्ररी उपचार पाइरहेको छ राम्ररी यहाँ सेवा सुविधा पाइरहेको छ तर जब भित्र तपाईँ पस्नुहुन्छ सुत्ने बेड पनि एभाइलेबल छैन यहाँको पेसेन्टहरूलाई भुइँमा सुत्नु परिरहेको छ हजुर सर यो औषधि एभाइलेबल छ कि छैन सर यसमा सर यो औषधि यसमा एभाइलेबल छ कि छैन हजुर भर्खर एकछिन अगाडि पेसेन्ट आउँदाखेरि तपाईँले भन्नुभयो यो औषधि छैन कसरी छैन कम्पनी यहाँ तपाईँ आउनुभयो त्यो म आउँछु यहाँ आउँदाखेरि होइन म चाहिँ दबाई लिन आएको थिएँ होइन हजुर अनि यहाँ आइदाखेरि मलाई भन्छ यति दबाई छ अनि एउटा दबाई चाहिँ तिमी बाहिरबाट लाऊ कंपनी हो जुन कंपनी को लेखेको छ नि त्यो कंपनीको सबै कंपनीको यहाँ राख्न मिल्छ भन्नु कम्पनी मिल्छ होइन मिल्छ भन्नु न पहिला अब त्यो त मलाई थाहा उहाँले के भन्नुभयो सोध्नु एकचोटि उहाँसँग फेरि जब राख्न मिल्दैन भने यहीँको अधिकारी डाक्टरले त्यस्तो बिल किन दिन्छन् अब तपाईँ डक्टरसँग सोध्नु अब अर्को कुरा म तपाईँले एउटा तथ्य कुरा के भनिरहेको छु यहाँका फार्मेसी सेक्टरका डाक्टरले भनिरहेको छ कि औषधि यहाँ सबै छ तर हामी सबै कम्पनीको औषधि यहाँ राख्न सक्दैनौँ हुन त औषधि सबै छ तर जुन कम्पनीको भित्रबाट काटेर बिल दिइरहेको छ जुन पर्चे दिइरहेको छ औषधिको यो औषधि लिएर आउनुहोस् त्यो औषधि यस्तो कम्पनीको भित्रबाट पुर्जी बनाइदिएको छ कि त्यो पुर्जीको औषधि यसमा पाइ नै रहेको छैन बाहिरबाट किनेर ल्याउनुपर्छ भनेको यो अस्पतालको अधिकारी डाक्टरहरू यहाँ फार्मेसी पनि यही अस्पतालभित्र छ डाक्टर पनि यही अस्पतालको भित्रैको हुनुहुन्छ तर त्यो डाक्टरहरूले यस्ता औषधिहरू किन लेखिरहेको छ जुन चाहिँ बाहिरबाट ल्याउनुपर्छ यो प्रादेशिक अस्पतालमा आउने पेसेन्टहरू कुन अवस्थामा यहाँ उपचार गराउने न एउटा औषधि पाइरहेको छ ढङ्गले न यहाँ सुत्ने व्यवस्था छ न यहाँ शौचालयको राम्ररी व्यवस्था छ प्रादेशिक अस्पताल हेर्दाखेरि त मात्र एकदमै भवनले भरेको छ तर यो भवनभित्र कस्तो ट्रिटमेन्ट भइरहेको